काठमाडौँको एउटा सानो गल्लीमा एउटा पुरानो चिया पसल थियो। त्यहाँ हरेक बिहान एउटा वृद्ध मानिस आउने गर्थे। उनको हातमा सधैँ एउटा पुरानो डायरी र कलम हुन्थ्यो। सबैले उनलाई मास्टर बा भनेर बोलाउँथे। मास्टर बा धेरै वर्षसम्म एउटा सरकारी विद्यालयमा शिक्षक थिए। उनको एउटै सपना थियो, एउटा सानो पुस्तकालय खोल्ने, जहाँ गाउँका गरिब बालबालिकाले निशुल्क पढ्न पाउने। तर छोराछोरीको पढाइ र घरको जिम्मेवारी पुरा गर्दा गर्दै उनको उमेर बित्यो, तर सपना पुरा हुन सकेन। एक दिन चिया पसलमा बसिरहँदा एउटा सानो बालक उनी भएको ठाउँमा आइपुग्छन् र भन्छन्, हजुर बुबा, तपाईँ यो डायरीमा के लेख्नुहुन्छ? मास्टर बा मुस्कुराए र सानो बालकलाई हेर्दै भने, म मेरा अधुरा सपनाहरू लेख्छु बाबु। सानो बालकले मास्टर बालाई हेर्दै भने, मेरो बाबा भन्नुहुन्छ कि सपना कहिले अधुरो हुँदैन, केवल समय अलि ढिलो हुन सक्छ। मलाई पढ्न सिकाउनुहुन्छ? त्यो सानो बालकको कुराले मास्टर बाको मनमा एउटा नयाँ आशा बनायो। उनले भोलिपल्टैबाट त्यही चिया पसलको कुनामा बसेर टोलका केटाकेटीहरूलाई पढाउन सुरु गरिन्। बिस्तारै बिस्तारै मानिसहरूले किताबहरू दान गर्न थाले र चिया पसलको त्यो सानो कुना एउटा सुन्दर लाइब्रेरीमा परिणत भयो। मास्टर बाले बुझे कि आफ्नो सपना ठुलो भवनमा मात्र होइन, कसैको भविष्य उज्यालो बनाउनुमा पनि लुकेको हुँदो रहेछ।